पसल बन्द हो नि पसल त बन्द गर्नु पर्यो त्यो पसल बन्द गरेर आएको रे अनि त्यसले ढिलो भयो अरे लाखेन बट्टा हान्नु जानु बट्टा नहान्ने बट्टा हान्नु जाने होइन कट्टा हान्नु फोन कहाँ गयो फोन तिमीलाई हाम्रो पश्चिमेली खाना भात खुवाउनु ढुक्का खुवाउनु अहिले त बोलाउनु पर्छ नि यार इष्टमित्र सबैलाई भने जहिले पनि आफ्नो घर छोरीबेटीहरूलाई भाषा बिर्सिनु पारो नि हजुरले त बाबु आफ्नो भाषा केलाई बिर्सनु हाम्रो आफ्नो पश्चिमका आफ्नो पश्चिमेली आफ्नो कल्चर आफ्नो बोली भाषा कोही बिर्सिन्न हामी जै यन्त्रमा के अरे के मण्डलमा त्यो ट्याक्स लागेको मालिकले कहाँ घर बनाउनु होला त्यहाँ गए पनि बिर्सिन्न होइन बिर्सिनु त म नि 2 कक्षा 3 कक्षा त बैतडीमा बसेर पढेको होइन मलाई पनि सबै आउँथ्यो भाषा तर म अहिले बोल्छु भन्छ आउँदै आउँदैन हजुर बैतडी झुलाघाट झुलाघाटमा म बसेको कि सानोमा 2 कक्षा 3 कक्षा पढेको हो नि त अब हो अब 2 कक्षा 3 कक्षा पढ्दैन कस्तो थियो होला भाषा हामीले सबै बुझ्थ्यौँ होइन सरहरूले पनि पढ्यो तर अहिले मलाई आउँदैन कि त्यो भाषा बुझ्छु सबै हजुर बैतडीको भाषा फेरि हाम्रो अलि फरक हुन्छ तर अलिअलि मिल्छ तर मिल्न चाहिँ मिल्छ क्या मिल्छ कुरा चाहिँ पहिला अलि धनी भजनीमा पनि म बसेको के भजनीमा अनि यस्तो डडेलधुराका मान्छेहरू अछामका बजाङका सब त्यही ठाउँमा छन् हो भजनीमा अनि हामी फेरि भजनी स्कुल हाई स्कुलमा पढेको होइन साथीहरू पनि मेरो त्यस्तै किनभने मेरो बुवा पनि पुलिस हो क्या त्यही भएर मन फेर म ठाउँ ठाउँ घुमेर आउनु दिपाल तालिममा जानु भएको हो बुवा असैको तालिम हुने बेलामा त्यतिखेर दिपाल सदरमुकाम त्यो सेती अञ्चलको सदरमुकाम दिपालमा थियो अरे पहिला अनि हजुर माइती होइन बुवा जागिरमा पुलिसमा त बुवा अनि त्यही बेलामा गएको हजुर मेरो सल्यान हो हजुर घर दाङ हुर्किन्छ म काठमाडौँ हुर्केको सानैबाट नि म त्यति थाहा पाउँदिनँ सल्यानमा होइन म यहाँ कुरा गरिरहेको छु गर्नु म त नाच्न बुढीमा नाच्नु जानु कुरोको लाएर तपाईँ चाहिँ ननाच्ने मेरो नातिनी यो नातिनीले त्यो बल त्यो गाडी देखेर यो गाडीको पछि पछि लाग्छ
अहिले त यो नछोड्ने भयो चलो चलो नानु आहा नानीको गाडी हो चलाइदेऊ बुर्र गर तिमीलाई नि किनिदिने हस् बगर बगर के ल अहिले पो त्यो किनिदिनु पर्ने जस्तो भयो छ त त्यहाँ घर त्यो गोलो बोल्नु क्या त्यो गोलो सट्टा यो किन्दा पो हुन्थ्यो भनेर क्या हो होइन आफै चलाउनु भयो तिनीहरू आफै चलाउँछन् नि हो कहाँ ए अब किनिदिनु पर्ने भयो पैसा उडाउँदै म गाडी उडाउँदै म धुलो उडाउँदै मेरो यस्तै छ मेरो दुश्मन छ धेरै दुश्मन मेरो हेरे मेरो दुश्मन छ धेरै दुश्मन